जापानको बारीमा के फलेको छ त हेरौँ ल। यो सबै आफ्नै बारीमा फलेको हो काँक्रा। त्यसपछि यो चाहिँ इन्डियन काँक्रा अनि यो दुईटा तिनटा रहेछ जापानिज काँक्रा। यो पनि इन्डियन र नेपाली उस्तै होला, उस्तै छ टेस्ट त यो सबै। त्यसपछि छ टमाटर, कति धेरै फलेको छ टमाटर त झन्। टमाटर छ अनि क्याप्सिकम। त्यसपछि रहेको छ करेला। करेला पनि फल्न थालेछ करेला पछाडि यहाँ राख्नु क्या र। त्यसपछि छ भेन्टा अनि त्यसपछि सबैभन्दा मिठो लहरे कस्तो वाला बोडी भनौँ, लामो हुन्छ कि त्यहाँ 5 दिन त काम हुन्छ है। 5 दिनमा 1 दिन घरको काम गर्न पर्यो अलिअलि। अनि त्यसपछि 1 दिन चाहिँ बारीलाई टाइम दिने हो। 1 दिन मात्र दिँदा पनि यति धेरै फल्छ कि कस्तो मजाले फलेको छ। त्यसपछि यो चाहिँ बुढाको साथीले दिनुभएको